अहिले चाहिँ हामी है बौद्धतिर जाँदै हो। अब हिँड्दै जाने हो आजको प्लान चाहिँ। सो यहाँबाट हाम्रा अर्को दोस्त थप्दैछन् ल मेरो ग्याङमा है। अहिले हामी यसो पर गएपछि अब सिधै अब चाबेल गएपछि यसो फेरि मोबाइल निकालेर बनाउनुपर्छ। यहाँ त अब स्ट्रेट जाने हो क्या, त्यसपछि पुगिन्छ बल्ल है। ल बाई। त्यसले गाइस हामी चाबेल आइसक्यौँ। अब यो तुरुपले अब कुन बाटो लैदियो गल्लीभित्र छिराइदिएर अब यताबाट आउनु पर्यो। अनि यहाँबाट कता निस्किने हो? यहाँबाट चाहिँ माथि निस्किने है। अब त्यसपछि हाम्रो चाहिँ अब बौद्ध जाने, त्यसपछि फेरि फर्किने अनि पशुपतितिर चलिदिने हो। अरू केही काम छैन, यत्तिकै अब हिँड्नु हो। गर्मी पनि त्यस्तै छ भने आज त है। यताबाट बस पार्क जाने हो क्या? अब न दोस्त ए यताबाट जान्छ होइन, यहाँ बारीबाट जाने हो। जाम हेर्दै नि दोस्त आयो भन्ने न। यो दोस्त लजालु छ, कामै छैन यसको। तुरु पनि त जो साथी हो ठिक छ। अब फेरि फर्किने अवस्था छ। यताबाट टक्क गाडी चलिरहेको छ है, रोकिने नाम छैन। माथि जाने, माथि गएर टक्क त्यहाँबाट पुलबाट, पुलको साइडबाट अनि बौद्ध जाने बाटो जाने हो। अनि बौद्ध पुग्ने, यसो बस्ने, भिडियोहरू बनाउने, त्यसपछि चलिदिने त्यहाँबाट नि। अनि त्यसपछि पशुपति जाने, अनि त्यसपछि दरबार मार्ग फेरि हिँड्दै हिँड्दै जानुपर्छ। त्यस्तै छ। ग्याप त हामी देखिन्छौँ भने अहिले यस्तो लास्ट गर्मी भइरहेको छ क्या। अलिअलि हावा चल्दै पनि हुन्थ्यो, सर चिसो हावा खाँदै टक्क। हामी यता गलत बाटो आयौँ क्या, बुझेनौ? सुरुमा गल्लीतिर छिर्दिउँ होइन, त्यसपछि अब यहाँदेखि माथि जाने। लास्ट गर्मी भइरहेछ भने त्यहाँदेखि हिँड्दै आएको क्या। के छैन, हिँड्नुपर्छ, बेला बेलामा ट्राभल गर्नुपर्छ है। म चाहिँ त्यो भन्छु। हिम्मत हार्नुहुन्न, स्ट्रगल गर्नुपर्छ। अरू त के भन्ने हो र, त्यही त आफैलाई मोटिभेट गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। त्यही त हो नि हो न लाइफमा। अरूले सक्दैनस् भन्छ, तर आफूले मेहनत गर्न चाहिँ छान्नुहुन्न क्या। यस्तो हेर्नु न पछाडि, त्यो टक्क हामी त्यहाँबाट आएको। अब यसो माथि पुगेर टक्क चाबेल पुगिसकेका छौँ। यहाँ टक्क आमा हुन्छ, त्यसैन है। बिचरा यस्तो गर्मीमा अब त्यहाँ अब काम गरिरहनु छ। ओ दोस्त तुरुप आऊ भने कस्तो र तुरुपको एक कप फालिदिने भने त जितिन्छ है। के यही बाटो पार गरिदिउँ है, जाम न, के काम छ र? यस्तै छ लाइफ, यस्तै छु म। अरू एउटा स्पिकर हुनुपर्ने है, टक्क स्पिकर बजाउँदै रोडमा नै त्यो त हाइकिङ जाँदा बजाउनु पर्छ क्या। अट्छ यतातिर अट्छ, बौद्धतिर जाने बाटो। यहाँबाट हामी बौद्ध जाने हो।
हामी चाहिँ है यो तारागाउँ भन्नेमा पुगिसक्यौँ। यहाँभित्र चाहिँ अलि आर्टहरू अब त्यही सङ्ग्रहालय त्यही राखेको छ अरे। यसो सोधेको अब 200-300 लाग्छ भने है। हामी चाहिँ यतै बौद्धतिरको उमा छौँ। अब पुग्न लागेको। अब कति लाग्छ दोस्त? 5 मिनटमा पुगिन्छ होला। यहाँभित्र क्या यहाँ तारागाउँ भन्ने हो। यहाँभित्र के छन् तिमीलाई पनि थाहा छैन? चित्रहरू होला है, पुरानो चित्रहरू है। एक दिन जानु होला यहाँ है। कहिले आउने भनौँ? 200 रुपियाँ नर्मल हो। 200 रुपियाँ नि जम्मा। हामीलाई नि त एक दिन हुन्छ तुरुप ल लाग्दैछैन कि इबिएस कलेज टु कलेज रे। यो कलेज काले हेर्दै हुन्छ नि ल। यसो सम्झिन ल। मेरो नाम चाहिँ विशाल। बहुत गर्मी छ। केही छैन। काम चाहिँ यही छ भने यही छ नम्बर। यहाँनिर हामी टक्क गेटमा आइसक्यौँ। बौद्ध गेटमा पैसा चाहिँ दिनु पर्दैन। क्या दामी भ्यू छ है। हेर न भने। ओम शान्ति जहिले मैले खुसी चाहन्थे अरू के दामी भ्यू छ भने। दिस इज भेरी पिसफुल। तुरुप यहाँ छ। हामी यही छौँ। यहाँभित्र छौँ। यहाँ चाहिँ मेन गेट भयो। यताको होइन सायदै हुनसक्छ है मेन गेट चाहिँ। यो घुमाइदिउँ न। तुरुप पनि यही छ। अब हामी चाहिँ एक राउन्ड लगाइदिने टक्क त्यहाँ एउटा। यहाँ बस्ने ठाउँ छैन कतै। अहिले बस तिमीलाई नि पछि गएर क्याफेमा। सुन न यहाँ कतैतिर बस्ने ठाउँ छैन। बस्ने ठाउँ त छ भन। यहाँ प्याक छ क्या। सब बसिरहेछन्। परिहरू बसिरहेछन्। मैले के भनौँ क्या। हो त्यहाँनिर छ है। परिहरूको छेउमा जानुपर्छ। ठिक छ त सबै ठिक छ। जाम्ला त नि परिहरूको छेउमा के छ। यसो भनौँला रेस्पेक्ट दिउँला। रेस्पेक्ट अफ अल गर्ल्स है। यहाँ त भित्र जाऊँ न। आज बन्द हो र। पहिला त हामी गएको थियौँ। ए जाने मिल्ने हो सर। जाम यता चप्पल के गर्ने हो? खुलाएर जाने कसैले खोलेर यता यहाँ त माथि ल आन्टी ल चप्पल खोल्ने त चप्पल यहीँ खोला न। चप्पल खोल्न लगाइदिनु अरे हो। गायब पनि खेला हुँदैन हो गायब। गाउँभरि हुँदैन भने आएछ। हामी चाहिँ अब यसो बौद्ध घुमेर अब निस्किन लागेको। अब यहाँ पछि अब सिधै पशुपति जाने हो। दामी छ है। खै यार यहाँ आएपछि मलाई कस्तो पिसफुल टाइपको लाग्छ क्या। शान्त है। पिसफुल नै छ क्या। अब यहाँ धेरै जसो मान्छेहरू किन आउँछ? रिजन किन छ होइन? यहाँ पिसफुल भएर हो नि त। त्यो हामीले बुझ्नुपर्ने जति कुरा हो। पिसफुल छ न। अब चाहिँ अब सिधै हामी अब
पशुपति पनि आइसकिन् गाइस बौद्धदेखि हिँडेर हो यहाँ प्रहरी चौकी छ छिर्दिने ओए भित्र जाने हो मान्छे मारा आफैलाई ना यसो मामासित भेटेर आम के छ मामा सन्चो हुन्छ भनेर सर नमस्ते सन्चो हुन्छ केही छैन मामा आफ्नै मामाहरू त हुन् यहाँ होइन र यहाँबाट यो टक्क पनले एउटा मात्र सोच राख्ने हो क्या पशुपतिभित्र छिरेपछि कहाँको बसमा सुन न पशुपतिभित्र छिरेपछि है एउटा मात्र सोच राख्ने क्या के सोच भन न जय शम्भो शिवजी धरतीमा आएको छ धेरै पछि है लाग्यो यसो बन्द छ त्यही पनि यहाँ बाटो खुल्ला हुन्छ यहाँबाट जानु लाग्यो अब चाहिँ है गाइस यहाँबाट अब निस्किनु थाल्यो अब होस्टेल जानुपर्छ यसो पशुपति आइयो दर्शन गऱ्यो अब होस्टेल जाने हो है गाइस दामी भ्यू देखिन्छ भने यहाँबाट है जेस मन्दिरको बेस्ट अफ द बेस्ट हो क्या यो भने जय शम्भु अब हामी जानु थाल्यो एउटा फोटो खिच्दिउँ गाइस अब चाहिँ हामी निस्किन्ला अब भ्लग एन्डिङ हुन्छ अब पछि भेटौँ ल गाइस बाई बाई सबैको राम्रो होस् म प्रार्थना गरिदिन्छु यहीबाट है बाई